आन्दोलन भएको 34 दिनपछि सार्वजनिक भएका कांग्रेस सभापति शेरबहादुर देउवाले आज सम्बोधन गर्दै के भने यो भिडियो हेर्नुस्। यो फेक भिडियो छ जो अहिले चाहिँ रिपोर्ट आएको छ यो बाहिरबाट चाहिँ उनले भनिरहेका छन् उनको घरमा भेटिएको भनेको पैसाको सुरुङ र जलेको पैसाहरू सबै नक्कली हो, फेक हो, एआईबाट बनाइएको भिडियो भनेर उनले भनिरहेका छन्। उनले जुन एआईबाट बनाइएको भिडियो हो भनेको भिडियो यो हो, यो पनि हेर्नुस्। नेपाली र अमेरिकी डलर जलेको छ कि अब हामीले 1 मिनेट जस्तो जलेका टुक्रा नोटहरू हेर्दाखेरि नै यो एक मुठी भइसकेको छ। यो भिडियो हेरिराख्दाखेरि तपाईलाई के लाग्यो? साच्चीकै यो भिडियो एआईबाट बनाइएको हो, नक्कली भिडियो हो त? पक्कै पनि होइन, नझुक्किनुहोस्। यो साच्चीकैको अनि सक्कली भिडियो हो र त्यहाँ भेटिएको पैसा पनि सक्कली नै हो। एआईले बनाएको भिडियो र मान्छेले बनाएको भिडियो, मान्छेले खिचेको भिडियो प्रष्टै छुटिन्छन्। हामीलाई त्यति बेकुफ बनाउनु पर्दैन। तपाईलाई के लाग्छ आफ्नो अभिव्यक्ति कमेन्ट बक्समा राख्नु होला।